कसरी हो सयमा 3 केजी यो गुलियो हुँदैन यो भने बिहानमा काँक्रा चाहिँ दरा फल्ला छन् के सयमा 3 सबै अनि बिग्रिसक्यो छ काँचा बिग्रे कहिले भर्खर त आलु बिग्रेको हो अनि यो के भएको त उता भइहाल्छ नि अब तिमीले खेतमा गरेर बिग्रेको त प्लेट यो कहिले निकालेको भन्नु त अहिले भर्खर त एक बोरा भर निकालेर ल्याउनु भएको कसरी 1 किलो सयमा 3 केजी 100मा 3 किलो लास्ट महँगो पर्न थालेछ त अहिले बढेछ है क्या भाइ आलु त सयमा यो 2.5 बेच्दिन्छ ए भोलि हटिया जाने उता जान्नु भर्खर निकालेर ल्याउनु भएको अरे यो गुलियो हुँदैन यो पनि हुँदैन यो पनि हुँदैन त्यसको ग्यारेन्टी अनि त्यसको दुईटाको ग्यारेन्टी यो र त्यो तपाईँको पनि सयपत्री यो चाहिँ ग्यारेन्टीवाला आलु हो